Welcome to my channel. Yo, what's up guys? कस्तो हुन्छ सबैजना? आई होप सबैजना सन्चै हुन्छ होला। वेलकम ब्याक टु माई न्यू ब्लग। म चाहिँ नुहाएर आइसकेको छु। नुहाएको सानो क्लिप छ, त्यो हेर्नु पहिला हेर्नु, अनि त्यसपछि बाँकी ब्लग स्टार्ट गरौँला। आज ब्लू है पानी 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 और तुम भी सानी सानी माछा मारेर आइसके हम। माछा चाहिँ यता छ, माछा चाहिँ यही छ। दाइ, भाइ, म, बुवा जिउँदै छ माछा। दाइले यहाँ काटिरहनु भएको, बनाइरहनु भएको। यता ठुलो मम्मीले भाँडा माजिरहनु भएको छ। हामीले चाहिँ मारेर ल्याएको यो माछा लास्टै धौ बगाइछ। कति धौ हुँदैछ भनी कसौडीमा जाप थापेर जाबी थापेर कसौडीमा के भन्छन् त्यो थापेर टापु थापेर भन्छ टापु टापु थापेर कति धौले यत्रो माछा मारिम। खै त ठुलो लिनु त बल्ल सिक्यो भन्। त्यही हो खैले त। ए देख्न सक्नुहुन्छ खोल पनि पार्ने रहेछ भित्र बस्छ काटेर। इ दाइले बनाइरहनु भएको एउटा उयो कालो यहाँनिर देख्नु भएको नि हो, त्यो चाहिँ जिउँदैछ। ल तपाईँ बनाइरहनु भएको। बुवा आउनुभयो, बुवा आज हामीले माछा मार्यौँ नि। बुवा पनि जानुभएको थियो, बुवाले पनि मार्नुभयो नि। अब हामी बनाउँछौँ। गाइस काटेर चाहिँ भइसक्यो। यता दाइले र भाइले मिलेर काटेको। यता फेरि खै कहाँ छ ऊ त्यहाँ छ, त्यो अझै चलिरहेको छ, हलचल गरिरहेको छ त्यो ठुलोवाला। यता सबले हेरेर बस्नु भएको छ। अब हामी करेसाबारी जाँदैछौँ। माछा काटेर त्यहाँ छ। अब दाइले बनाउनुहुन्छ, पकाउनुहुन्छ, के गर्नुहुन्छ। यता ठुलमम्मी हुनुहुन्छ। हामी जाँदैछौँ करेसाबारी। ठुलमम्मी यहाँ चाहिँ चेम्फा छ, देख्न सक्नुहुन्छ। यो चाहिँ 2 गते बारी जोत्ने हो। यो चेम्फाले हो, यो टायर हट निकालेर अर्कोवाला जोत्नेवाला यो चेम्फालाई यसरी यदि सक्यो भने म पनि चलाउँछु। देख्न सक्नुहुन्छ चेम्फा चाहिँ यही हो। घर चाहिँ यो हो, बस्ने सुत्ने यताउता गर्ने। भान्सा चाहिँ यही हो। यहाँबाट जाने हो। अब बाटो चाहिँ अप्ठ्यारो छ। यही हो तरकारी खेती चाहिँ। यता चाहिँ टमाटर छ, पुरै टमाटर छ। यता त्यहाँ काँक्रा छ, देख्न सक्नुहुन्छ। यता पनि छन्, थुप्रै छन्। उता मकै छन्, यता पनि मकै छन्। ए यो त बाजो रहेछ। ए बाजो भन्नाले खेत जोतेर हिँड्छ। त्यहाँ ऊ छन्। यो सबको मालिक नि चाहिँ ऊ त्यहाँ हो, त्यहाँ टिप्नु जानु भएको नि हो। त्यहाँ चाहिँ मेरो ठुलमम्मी। नमस्ते, मेरो नाम रेखा पोखरेल, प्युठान जिल्ला ऐरावती गाउँपालिका वडा नम्बर 1 माझीदमार मेरो घर। मेरो चाहिँ यो अहिले 2 वर्ष जति भइसक्यो मैले यो तरकारी खेती गर्न, अर्ग्यानिक तरकारी खेती गर्न लागेको। अहिले यहाँ काँक्रा फलाएको छु, उतातिर फर्सी छ, उतातिर अर्को टनेलतिर टमाटर छन्, करेला छन्। यो हरिया मकै खानको लागि मैले आलु खनिसकेपछि मकै लगाएको छु। अब पानी चार्ने हुन लागिसकेको छ। अब पानी चार्ने हो। र मेरामा आउने मेरा दिदी बहिनी दाजुभाइ इष्टमित्र बुवा आमा सबैले मलाई सम्झेर कमेन्ट गरिदिनु होला। र अहिले मैले यो काँक्रो 2-4वटा त मैले टिपेर खाइसकेँ। यहाँ देख्दा त कमै छ, त्यही पनि मलाई यो करेला फलाएको देखेर मैले यो 1-2 शब्द बोल्न मैले चाहेँ। धन्यवाद। Yummy, 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 in my tummy. Yummy, 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 yum, yum, yum. Yummy, 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 in my tummy. Yummy, yummy, yummy.
Yum, 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 yum. चाहिँ भान्टा पनि रहेछ यहाँ टिपिरहनु भएको छ ठुलो मम्मीले साँझ तरकारी खानु भनेर यति मात्रै होला तरकारीहरू भने त त्यहाँ त कति धेरै धनियाँ छ अब हुँ पुगेपछि देखाउँछु तपाईँलाई यता पनि रहेछ उता पनि छ गाउँमा चाहिँ यस्तो एडभेन्चर गर्न पाइन्छ हेर्नु गाइज त्यति माथिबाट फुङ्गाल्न पाइन्छ यो चाहिँ यही हो मकै चाहिँ बिचबिचमा के हो त्यो के हो है यो बिचबिचमा लगाएको चाहिँ बोडी हो छ अब जाम ल प्याज चाहिँ यही हो धनियाँ पनि त्यही हो हामी चाहिँ आइसक्यौँ यही हो देख्न सक्नुहुन्छ यता भाइ छ यसको नाम चाहिँ अविरल तपाईँले थाहा नै होला देख्न सक्नुहुन्छ कति धेरै छ प्याज चाहिएको छ भने कमेन्ट गर्नु है यी आहा धनियाँको त बासै मिठो लाग्छ मलाई कस्तो बास बवाल छ नि बास नआए पनि तर खाँदा चाहिँ मिठो छ विकासी लोकल धनियाँ हो रे यो हामी ठुलो मम्मीले भनेको खाँदा चाहिँ बवाल छ कि यता पनि रहेछ प्याज मोबाइलमा चाहिँ राम्रो देखे होइन होला वाउ क्या बवाल देखे से त होइन यत्रो बनाइसक्नुभयो दाइले यता पनि बन्दैछ खै ऊ बन्दैछ यता छ मिठो बनाउनु भएको छ होला मैले त खान्न कस्तो छ अविरल म पकौडा बवाल मुखै रस छ माछा खान्न के ल बबाल बनाउँछ सेफ बोकेर काँक्रा यता छ नाइ बबाल छ नि कति मिठो देख्दै खाम जस्तो झोल गर खान्छन् के फेरि म न भोलि अर्को नयाँ भ्लग लिएर आउने छु आजको लागि यति नै आजको माछा भ्लग यो चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला ल आजको लागि यति नै म फेरि भोलि नयाँ भ्लग लिएर आउने छु बाई